मसँग किन के भला किन नगर्नु न भन्नु न पहिला तपाईँ किन के भला मम्मीको साथी मिससँग पढ्न बस्नुहोस् न किन तपाईँ पनि आउनु मम्मीको कक्काबाट त मम्मीलाई छुट्टी दियो तपाईँ मेरो स्कुलमा आउनु तपाईँ पनि मसँग बस्नु मेरो स्कुलमा तपाईँको स्कुलमा तपाईँ जाने हो मम्माको स्कुलमा होइन होइन तपाईँ मेरो स्कुलमा बस्नु म पनि आउँछु तपाईँसँग मेरो स्कुलमा मम्मी त अब स्कुलमा पढाउँदैन मम्मी घरमै हुन्छु ल तपाईँ मेरो स्कुलमा बस्नु म पनि आउँछु मेरो स्कुलमा तपाईँ अब रिहान दादासँगै बस्नु ल मम्मी हुँदैन तपाईँ रिहान दादासँग कक्कामा बस्नुहोस् मम्मी अब कक्कामा हुँदैन तपाईँ चाहिँ रिहान दादासँग कक्कामा बस्नु ल किन म त मेरो स्कुलमा बस्ने तपाईँ पनि मेरो स्कुलमा बस्ने म अब घरमै काम गरेर बस्छु अनि म तपाईँकोबाट आउँछु अनि म तपाईँलाई स्पाइडरको ब्याग किनिदिन्छु अनि तपाईँ कक्कामा जानुहोस् अनि मम्मी चाहिँ कक्कामा तपाईँलाई छोडेर घरमा आउँछु हस् तपाईँ अनि मम्मीको साथी मिससँग पढेर बस्नुहोस् स्पाइडर ब्याग किनिदिन्छु नि हस् अनि स्कुलको ड्रेस पनि सिलाउने ल मम्मीको साथी मिससँग बसेर पढ्नुहोस् नत्र स्पाइडर ब्याग किन्दैन तपाईँ नपढ्ने पढ्ने कि नपढ्ने त के गरेर बस्ने त घरमा बसेर त पढाइ आउँदैन अनि तपाईँ ठुलो मान्छे भएर बाइक नकिन्ने बाइक किन्नलाई त पढ्नुपर्छ